एउटै घरका दुई बहिनी छोरीलाई एकै दिन भित्र्याउने कार्यक्रम हुँदैछ है साथीहरू। यो चाहिँ माइली बहिनी हो। माइली बहिनी ज्वाइँ हुनुहुन्छ। उहाँलाई हामीले पहिला यता भित्र्याउने कार्यक्रम गर्दैछौँ साथीहरू। पहिला आइसक्नुभयो, उहाँ नजिकको हुनुहुन्छ, त्यही भएर भित्र्याउने त सँगै हुन्छ, तर पनि एकछिन पर्खेर बस्नुपर्ने हुन्छ। पहिला आइसक्नुभयो, आएर अब एकछिन पर्खाएका छौँ साथीहरू, पर्खेर बस्नु भएको छ। अनि यतातिर टाढाको हुनुहुन्छ, दाङतिरको हुनुहुन्छ यहाँ चाहिँ कान्छी बहिनीको जन्ती, अनि उहाँहरूलाई पनि हामीले स्वागत गर्दैछौँ साथीहरू, ल्याएर आउँदैछौँ। हाम्रो यतातिर पहिलो पटक बस आएको छ साथीहरू। सबैजना कति खुसी हुनुभएको छ। पहाडको बाटो अप्ठ्यारो भएको हुनाले पहिला कहिले पनि बस आएको थिएन रे, यसपटक बस आएको छ है साथीहरू हाम्रो कान्छी बहिनीको बिहेमा। यसरी किन बोकेर गएको हो भनेर सोच्नुहुन्छ होला। हाम्रोतिर बेहुला बेहुलीलाई यसरी नै बोकेर हिँड्ने चलन छ माइतीको दाइ भाइले है त साथीहरू। बसलाई पनि स्वागत गरियो, बसको स्टाफहरूलाई, अनि बहिनी ज्वाइँलाई पनि स्वागत गरियो, कान्छी बहिनी है त साथीहरू। अब यतातिर भित्र्याउने कार्यक्रम हो, त्यही भएर उतातिर बेहुला बेहुलीलाई टिकाटालाको कार्यक्रम हुँदैछ। बहिनीहरूलाई, दुईटी बहिनी दुईटा ज्वाइँलाई गोरदोहीको कार्यक्रम हुँदैछ। यतातिर सम्धी मेलो हुँदैछ साथीहरू। अब के गर्नु, ढिला हुने भयो, रात पर्ने जस्तो हुन लाग्यो, त्यही भएर उतातिर टिकाटाला सुरु, यतातिर सम्धी मेलो सुरु। कतिजना हुनुहुन्छ हाम्रो बहिनीको बिहेमा सम्धीहरू सम्धिनाहरू, हजुरहरूले गिन्ती गर्नु होला है साथीहरू। कतिजना हुनुहुन्छ भनेर कमेन्ट गर्नु होला। कतिजनाले सम्धी मेलो गर्नुभएको धेरै हुनुहुन्छ कि थोरै हुनुहुन्छ त्यो पनि भन्नु होला है साथीहरू। अब दुईटी बहिनीको सम्धी सम्धिना भनेपछि अब धेरै चाहिँ हुनुहुन्छ होला। मलाई टिकाटाला लाएको भन्दा यतातिर सम्धी मेलो गरेको भिडियो बनाउन मन पर्यो है साथीहरू, त्यही भएर म यतातिर लागेँ। कति रमाइलो भइरहेछ साथीहरू। म त पानी प्यास लागेको छ, त्यही पनि भिडियो बनाइराखेको छु। मेहनत चाहिँ भिडियो बनाउनमा धेरै गरेको छु है साथीहरू। मन पराइदिनु होला। हजुरहरूमध्ये कोही बिहेमा आउनु भएको थियो कि थिएन कमेन्ट चाहिँ गर्नु होला। आउनु भएकोले आएको थिएँ भनेर कमेन्ट गर्नु होला। नआएकोले म त आउन पाइनँ भनेर कमेन्ट गर्नु होला। कस्तो लाग्यो हाम्रो गाउँघरतिरको रीतिरिवाज, हाम्रो गाउँघरतिरको बिहेको कार्यक्रम, हजुरहरूको गाउँघर सहर बजारतिर कस्तो छ रीतिरिवाज? आफ्नो आफ्नो गाउँघरतिरको आफ्नो आफ्नो रीतिरिवाज हुन्छ। हाम्रो गाउँघरतिर चाहिँ यस्तै पुरानो रीतिरिवाज छ साथीहरू। अब मन पराइदिनु होला भिडियो। सधैँ मैले खाना बनाएको भिडियो ल्याएर आउँथेँ, आज चाहिँ यस्तो भिडियो बनाएर ल्याएको छु है। यसलाई पनि मन पराइदिनु होला साथीहरू। हाम्रो गाउँघरतिरको पुरानो संस्कृति रीतिरिवाज अनुसार बिहे भएको भिडियो बनाउन साह्रै मन लाग्यो र बनाएको। हजुरहरूले मन पराइदिनु होला। मलाई चाहिँ असाध्यै मन परेको भिडियो हो साथीहरू। हजुरहरूले पनि मन पराइदिनु होला। अरू चाहिँ बिहेमा जाने, भोज खाने, कार्यक्रम हेर्ने म व्यस्त हुनुहुन्छ साथीहरू सबैजना। अब म चाहिँ भिडियो बनाउनेमा व्यस्त छु। आफ्नो आफ्नो सोख हुँदो रहेछ साथीहरू। मलाई पनि भिडियो बनाउन असाध्यै मनपर्छ। मोबाइल त राम्रो छैन, तर पनि रमाइलो लाग्छ भिडियो बनाउन। हजुरहरूले पनि मन पराइदिनु भएको हुन्छ भिडियो धेरै जसो जनाले, त्यही भएर मलाई पनि भिडियो पोस्ट गर्न मन लागिहाल्छ। पहिला जसरी नै मन पराइदिइराख्नु भएको छ त्यस्तै गरी मन पराइदिनु होला भिडियो। कति रमाइलो छ साथीहरू। कार्यक्रम त एकदम दामी भइरहेछ। न खाना खान मन लागेको छ भिडियो बनाउन लाग्दा, न बिहेको कार्यक्रम हेर्दा हेर्दै भिडियो बनाउँदै साँझै पर्न लागिसक्यो, न त पानी प्यास लागेको छ, न भोक लागेको छ, खाना पनि खाइएको छैन, त्यही पनि खटेरै भिडियो बनाउनु परेको छ। बिहानै नास्ता गरेको, बिहेको दिन त खाना खाइराख्नु पर्ने भनेर भन्छन् मान्छेहरू। मलाई चाहिँ यो बिहेको कार्यक्रम हेर्दा र भिडियो बनाउँदा खाएको भन्दा बढी नै भइहाल्छ, पेट भरिहाल्छ। खाना पनि खान मन लागेको छैन। अब कार्यक्रम पनि सिद्धियो भने बल्ल खाना खाने हो। त्यही भएर अब भिडियो बनाउन चाहिँ छोड्न भएन। अँध्यारो त हुन लागिसक्यो।
पुरा भिडियो त अझ बनाउनै बाँकी थियो, तर भए पनि साँझ पर्न लागेर हो अब आधा अधुरो छोड्नु पर्ने हुन्छ। रात नपर्दासम्म जति बन्छ भिडियो बनाउनु पर्ने भो, बाँकी त अब त्यत्तिकै रहन्छ। टाढाको जन्ती आउनु भएको थियो, 2 बहिनीको बिहे, धेरै लामो काम भएर हो साँझ पनि छिट्टै पर्न लागिसक्यो। अब जति सक्यो छिटो छिटो भिडियो बनाउने, अनि त्यसपछि जन्तीहरूलाई बिदाबारी दिने, अनि आफू चाहिँ भान्सातिर जाने, टन्न लाएर मासु भात खाने। अब जे बनेको छ त्यही खानुपर्ने हुन्छ। बचेको भए मासु भात खाने, नत्र भने गुन्द्रुक झोल उमाल्ने अनि भात खाने हो कि होइन साथीहरू। सिस्नो र ढिँडो बनाएर खान मन थियो साथीहरू, पहिलो पटक रोल्पामा आएको। अब फुर्सद मिले सिस्नो र ढिँडो पनि बनाएको भिडियो राख्नेछु। अहिलेलाई भने यति नै, फेरि आउनेछु नेक्स्ट भिडियो ल्याएर। तबतकका लागि बाई बाई। मेरो भिडियो मन पराइदिनु होला। हवस् त साथीहरू, धन्यवाद।